मैले 5 दिन अगाडि लास्ट भिडियो पोस्ट गरेको थिएँ। त्यो भिडियोमा चाहिँ धेरैजनाले चाहिँ मलाई एकदमै वेल विश गर्नुभएको थियो अनि कतिजनाले चाहिँ मेरो भिडियो वेट पनि गरेर बसिरहनु भएको रहेछ कहिले चाहिँ डेलिभरी हुन्छ अनि भिडियो आउँछ भनेर हैन। सो फाइनली मैले चाहिँ यो भिडियो बनाउँदैछु। खासमा चाहिँ मैले यो हस्पिटल जाने दिनमा चाहिँ मैले आफू रेडी हुँदै गर्दाखेरि चाहिँ यो भिडियोहरू खिचेको थिएँ हैन। मेरो चाहिँ डेलिभरी भइसकेको छ। लास्ट थर्सडे हामी वेडनेसडे इन्ड्युस स्केड्युल भएको थियो। मेरो डक्टरले चाहिँ 39 विक्समै बेबीलाई निकाल्दा चाहिँ राम्रो हुन्छ, किन भन्दाखेरि अब जिडी भएको मान्छे हैन, अलिकति बेबीलाई पनि बेबी पनि सेफ हुन्छ, आफू पनि सेफ हुन्छ भन्ने हिसाबले चाहिँ हामीलाई त्यही अनुसारले एडभाइस गर्नुभएको थियो। अनि हामीले चाहिँ वेडनेसडे हस्पिटल गयौँ अनि मैले चाहिँ यो सबै भिडियोहरू चाहिँ हस्पिटल जाँदाखेरि रेडी भएर हामी हस्बेन्ड वाइफ गएको थियौँ। नानीलाई चाहिँ मैले मेरो साथीको घरमा छोडेको थिएँ हैन। अनि हामी हस्पिटल गयौँ। मेरो चाहिँ हस्पिटल जेपीएस थियो हैन, टेक्ससको जेपीएस हस्पिटलमा मेरो डेलिभरी भएको। त्यस पछाडि हामीले चेक इन गऱ्यौँ। एकदमै फास्ट चेक इन भयो त्यहाँ। अनि चेक इन भइसके पछाडि अनि फर्स्टमा चाहिँ अब इन्डक्सनको स्केड्युल भएको भएर इन्डक्सन प्रोसेसको लागि चाहिँ फर्स्टमा हामीलाई यो रुममा लग्यो। त्यसपछि मैले सावर लिएर अब अरू सबै मेरो भाइटलहरू भइसके पछाडि चाहिँ म अब हामीलाई चाहिँ फर्स्टमा मलाई चाहिँ फर्स्टमा त्यो मेडिसिन प्रोसेस गराएको थियो हैन। सो त्यस पछाडि अब वेट गर्ने काम नै भयो। धेरै बेर वेट गऱ्यौँ हामीले, एकदमै लङ प्रोसेस भयो। अनि त्यस पछाडि चाहिँ सेकेन्ड प्रोसेसमा चाहिँ त्यो बलुन प्रोसेस हुँदो रहेछ, त्यो बलुन प्रोसेस पनि गरेँ। त्यसपछि वेट नै भइराख्यो हैन, एकदमै गाह्रो भएको थियो। अब आइ एम नट ट्राइङ टु डिस्करेज हैन, तर एकदम गाह्रो नै भयो भन्छु म चाहिँ हैन। लङ प्रोसेस पनि थियो, गाह्रो पनि भयो। अनि फाइनली बलुन प्रोसेस सक्सेसफुल भए पछाडि चाहिँ अनि हामीलाई लेबर एन्ड डेलिभरीमा फाइनली शिफ्ट गर्यो हैन। त्यस पछाडि त्यहाँ पनि फर्स्टमै अब वाटर ब्रेक गर्ने, त्योभन्दा अगाडि चाहिँ एपेड्रोलको प्रोसेसहरू भयो। अनि एपेड्रोल लगाइसके पछाडि चाहिँ मलाई एकदमै धेरै बडीले एकदमै रियाक्सनहरू गर्न थाल्यो हैन। एकदम नजिया, भमिटिङ अनि इटी, त्यो सबै कुराहरू भइरहेको थियो। आई वाज भेरी टायर्ड अनि त्यो एकदम गाह्रो के हुन्छ नि, एकदमै धेरै गाह्रो भइरहेको थियो खासमा। अनि हुँदा अब हुन्छ नि बडीले त्यही अनुसार रियाक्ट गर्दै थियो अनि आफू होपफुल पनि हुँदै थिएँ। अनि फाइनली नानी पनि आई हैन। अनि नानी आइसके पछाडि चाहिँ त्यो जति पनि पेनहरू छ त्यो एभ्रिथिङ मैले भुलेँ। अनि मलाई चाहिँ हस्पिटलमा यति धेरै राम्रो केयर गर्नुभयो मेरो हस्बेन्डले। अनि इभन मैले डक्टर नर्सहरूबाट पनि यति राम्रो सपोर्ट पाएँ हैन। आइ एम भेरी ग्रेटफुल, थ्याङ्कफुल। यो प्रोसेस चाहिँ अब गाह्रो भए पनि एकदमै ब्युटिफुल अहिले सम्झिँदाखेरि चाहिँ एकदम